हेलो एभ्रिवान, दर्शन नमस्ते छ है सबैलाई। यहाँ चाहिँ तेल तताउँदैछ है अहिले। अब हाम्रो धनबहादुरले मासु पकाउँदैछ है। पिकनिक हो, पिकनिक खोलामा च्याटा लाएर। ल है, कुकमेन चाहिँ दुईजना छ है। फेरि सोल्टी होटेलबाट लिएर आएको मैले। लोग कायमाले चलेसे शियादे खूप बिरेच हो दैन दे लाउदी खोला रे तंगे भाषाहरु ब्लग लल पनि जारेको छ। आसलामा छको हड्डी हो यो बिया। धनिया कट गर्दैछ है। भाडा किसिम छ नि फेरि 1914 को हो। नयाँ आइटम देख्यो त आज त। आइटम त कराउ नुन हालियो। अब के हाल्ने हो? अब बेसार एड गरियो। बेसार पनि एड गरियो। ल है त ल, त्यसलाई अब राम्रोसँग मिक्स गरौँ त। ल ल ल भिजाउ भिजाउ, चामल भिजाउ त। यसले गोलबेडा, लोकल गोलबेडा बारीमा फलेको कि खैज नि। अदुवा र लसुनको पेस्ट। त्यहाँ पाउनु ठीक भरि यार पत्र यही विषय हो। सुन त ब्याकिङ याम नि हुन अमिलो त याम ल्याएँ फेरि। अमिलो ज्यादा थियो। 3-4 वटा त निकाल्दियो हुन्छ कि एउटा दुईटा मात्र राख्यो। के को मेरै हेराइ दोषी छ। कतिवटा चौधुङ्गा धेरै चौधुङ्गा धनिया र लसुनको साग एड गरियो है। पाक्यो कुकमेन। ल चल। ओहो, किसिम स्वाद आउला जस्तो देख्यो त अहिले त। टाइम ल्याएन त म। तरकारी पाकिसक्यो, खाना पाक्दैछ है अब। ल के ल्यायो? What is this? हतार नगर्न यार, हामीसँग टाइम छ के।
अर्ग्यानिक लप्सी काम पनि गर्ने खाना पनि खाने के हो चाहिँ हामीले हिजो मारेको दोवाली है माछा 2 किलो जति परेको थियो सही का दिया हुआ है पता है मैं फंसूं दे सकिने नय खान नि हुआ निकै मुसी ठोक लालची ठोक लाला जी कसैले नभन्नु नि फेरि नम्बर चाहिँ पिन्जी खानेकुरा त हामीसँग टनाटन हो नि नेपालमा मात्र पाइने लप्सी देखाउनुस् अर्ग्यानिक एसियाको होइन विश्वको विश्वमै नपाउने रे अनि भनेपछि 좋으면 나서는 거는 부인가면 कलेज छ छ होइन धन्दैले धन्दैले न्याउ आने धन्दै न्या भा सराथिनले न्यामले यहाँ नियम नियम कहाँ उता छोड्दिए म्या हुँदैन यहाँ कहीँ उता स्याहार छोड्नु नानी शेफ सरले खाना बाँड्दैछ है ल कता सो 올린 다리 गरिए यहाँ कता आचार के छ विचार तिमुरको आचार लोकल कसैले नभन्नु फेरि फिट्टिकै भन्न पाउँदैन कहाँबाट लिएर लप्सी चाहिँ लप्सीको रुममा रहेछ सिधो प्रेयालो निगा झारी बाबले नेन्जा चारि भट तयार कराउँछ नि अब खै जो थारर चौसे सिया सिया चौना खैले चोमना लोले ये रातै मैले थिएन छिटो अन्य चाहिए लाला खान खाने हो किलो बा होला मलाई नि फाल्छ डल्यो अरू चाहिँ खाँदैन ल खायो है सबैको सल्लाह राई सल्लाहबाट ल त ल रमेश्वर कुलदुश्वर भौसवर ठाडस्वर खाने हो निन्दुश्वर रमेश्वर ल ल गुवाममै थप्दी खाम लज्जा पहिला पहिला टेस्ट आएको बिले सनेवा खाना मानम ल भेनेछमा यार बता आफ्नै करेछ बाटाबारीबाट फलेको चाहिँ खुर्सानी अर्ग्यानिक खुर्सानीबाट चाहिँ मजाले चाहिँ मासुको चाहिँ शुभ बिहानीमा खोलाको छेउमा चाहिँ बिहानीको सुरुवातसँगै बिहानीको सुरुवातसँगै लिगी लिगी कुखुरा कि धान लिगी डाङ सोख्ने बनाउने मान्छेहरू केटाहरूले चाहिँ कडा खाँदैछ है ल राजा यहाँ रक्सी हाल खुवाई चाहिँ कडै छ है रक्सी हाल रक्सी चाहिँ गऱ्यो ले म हालिदिन्छु ल खिच त आमामा यो हो नि त तरिका बाबु साउनी अनि भजीको साउजी
भोटिको सब्जीले रक्सी हाल्दैछ 20 रुपियाँ किना छु मात्र 20 रुपियाँमा लोकल रक्सी सोलेले आज ढुङ्गा र रक्सी चाहिँ बोके गर्नुपर्ने जस्तो लाग्यो हो सकियो त स्टक मगाउनु पर्ने भयो यार साथी पनि हो बरु साथीको लोड हो लप्सी यता नि भले आयो सोल्टी लप्सी कसको अब देखा न त्यहाँ लप्सी लप्सी ए खोइ यो नि लप्सी हो यो चाहिँ सानो लप्सी भन्छ है लमजुङको सानो लप्सी यस यस काहीँ पनि पाउँदैन यस्तो लप्सी लम्जुङको लाउँदै फलामा मात्र पाउँछ लमजुङको माउदी खोलामा मात्र लोहारा हो हेनाले सुरमी स्योर लोहारा हो हेनाले खोइ अले शेयर छु गरेको त त्यही होला स्टक लाइन खानु दबा 12 होप लाला सोली मेरो नि त्यसमा खाउँछु खाना थाप है डु नलजाइकन माउन्टेन ड्यू बन्छ जिउ माउन्टेन ड्यू बन्छ जिउ सुरुवात सँगै खोइ मनोगर फोन गर्छ नाउ थाप नाउ दादा छ हेर्दा खाना थामा बहुत ग्रेभी छ भेज मंगा सेथौदी मैले सरी चोमिसे कहीँ केमै सेथौदी से यो आता मैले ल मनोज केमै सेट थौदी न कारे पिस थौदी से चले चोमी कराइनु नै लियो टक्कै चोमी दि ग्रेभी चोमी न यो ढल पियाइवा ढल क्यों ढल्यो केटाहरूले अब कराईमा खान्छ है भात चाहिँ टेङ्गो सर पेस सनावा चलायो कंगली नहीं चलायो कंगली नौरी बिले खेल पड़ी वर्ष नानी जान्छ है तर यो आचार हालेर ठिक भएर नि यो आचार चाहिँ सोही ठिक छ त्यो नौरिन त र नै खाल्न ल हेर्नुहोस् है अहिले चाहिँ हामी माछा मार्दैछौँ है मार खोलामा सुन खोलामा माछा त किसिम छ हौ किसिम ल ल ल बिहानीको सुरुवातसँगै अब ट्याङ्कर बिग्रियो नि अब त्यो समाउने हो क्या त्यो यहाँ छ ठाउँ यहाँ सानो देखो न जाडो भयो ए जाडो हुने रे यार यस्तो बस्ता खाइसरी कडा बोका समाउँदैन के आउँछ है ट्याङ्गो यहाँ माथि नि बल भेटा है यहाँ खतरा भेटा देखो न देखो न देखो ऊ लो लो लुलुमा माछा आउँदैछ है माछा कासिएन देब्रे मैले पुछन समातिन्छ कि यस्तो माछा त हो तँलाई बाल्टी पानी लगाउँछु ल ल मेरो झन् खतरा हो
किरिस का गाना सुनेगा क्या? अब यो पनि बाँकी छ है। यहाँ पनि माछा त टन्नै पो छ त। कति मैले 2 किलो मुह लाऊँ 2 किलो हुआ ये चोर हो जावा हम तो ये था वाले वो चलो हम ले इसको से यार वाले का पाउने यो पाउने हेलो नयाँ बजार